जुत्ताको जुगाड एक पटक एउटा गाउँमा 3 जना साथीहरू हरि, गोपाल र सीता बस्दै थिए। हरि र गोपाल धेरै चलाक थिए भने सीता साधारण र इमानदार थिए। एक दिन हरि र गोपालले सीतालाई ठट्टा गर्ने योजना बनाए। हरिले भन्यो, सीता, हामीले आज एउटा नयाँ खेल खेल्नेछौं। यसलाई जुत्ताको जुगाड भनिन्छ। सीताले आश्चर्यले सोधी, के हो त्यो? गोपालले भन्यो, हामी 3 जनाले आफ्नो जुत्ता एउटै ठाउँमा राख्छौं र जो कोही अन्तिममा आफ्नो जुत्ता लिन्छ उसले बाँकी 2 जनालाई खाजा खुवाउनु पर्छ। सीताले सोच्यो, यो त सजिलो छ। र उनीहरूले आफ्ना जुत्ता एउटै ठाउँमा राखे। तर हरि र गोपालले चुपचाप आफ्नो जुत्ता लिएर भागे र सीतालाई अकेली छोडेर गए। सीताले आफ्नो जुत्ता खोज्दै खोज्दै बेलुका पर्दासम्म बसेकी थिइन्। अन्तमा उनले बुझिन् कि उनीहरूले उनलाई ठगेका थिए। अर्को दिन सीताले हरि र गोपाललाई भनिन्, हजुरहरूले मलाई ठग्नुभयो, तर मैले तपाईहरूको लागि एउटा खास खाजा तयार गरेकी छु। हरि र गोपाल खुसी भएर आए, तर देखे कि खाजा भनेको धेरै मिठो नभएको सुक्खा रोटी र नुन थियो। सीताले हाँस्दै भनिन्, यो हो तपाईहरूको जुत्ताको जुगाडको इनाम। हरि र गोपालले मुख बनाएर सीताको चलाखीमा पछि हाँसे। सीप, ठट्टा गर्नु अगाडि सोच्नुपर्छ, किनभने कहिलेकाहीँ ठट्टा पछि आफैमा फर्किन सक्छ।